औँठी बनाएर ल्याउँछ गाई गाई भएको पनि जाने पितलको तामाका पैसा अनि चाँदीका रुपियाँ तिनी त्यस्ता देखियो कहाँ गए तिनी 1 रुपियाँ सेना नोट 5 रुपियाँमा 2 रुपियाँ 5 रुपियाँमा पिपलगढी आउँथ्यो पिपलगढी 1 रुपियाँका यति आउँथ्यो पिपलगढी राजा त पिपलगढी भन्ने पनि एउटा आउँथो औँठा टोपरा त डल्लो त रातो बिना कागज आउँथ्यो धर्की मिठाई हरियो धर्को रातो धर्को सिगरेट आउँथ्यो सिङ्गामार रोपी खाले बिस्कुट आउँथ्यो चमेना बिस्कुट आउँथ्यो सिगरेट आउँथ्यो राजा बिस्कुट आज पनि आउँछ क्या आउन खै खाइने के त्यस्ता जमाना थिए भन्ने कुरो के हो अरू त होइन यस्तो जमाना थियो आज यो भयो भन्ने कुरा अब दिनको 5 रुपियाँमा दिनभरि हलो चाप्ने हो के को 5 रुपियाँको राजो भन्छ 1 रुपियाँ र 1 मोर सिरुङ्गाबाट 3 मोर अचल त जत्रा भने तत्र कुटेर आउँछन् सिरुङ्गाबाट जुटको बोरा के एक त्यो सिस्नाको भुत्ला निकालेर बनाएको देशीले जुटको बोराको 100 किलो चामल बोकेर सिरुङ्गाबाट घरबाट यहाँ आएर होटल छैनन् धरमपानीमा न्यारका थिए अनि चाहिँ 1 कुन्टल चामल बोकेर लौरो टेकेर यहाँबाट लगेको मैले 10-12 कुन्टल लएँ लाँदाखेरि के दुईटा मान्छे आउनु पर्यो कि एउटाले बोल्नु लगेर दोकानमा राखेर बेच्ने हो कसरी यहाँ लाने कसरी उहाँ बेच्ने 100 रुपियाँ पाइन्थ्यो 1 बोरा 100 रुपियाँ जम्मा यहाँ लगेको 12.5 रुपियाँको 2 माना चाल आउँथ्यो 2 माना चाल लाउने नि साँझ लेख्छको हुन्थ्यो 12 रुपियाँको 25 रुपियाँ पाथी मकै थियो 3 रुपियाँ 4 रुपियाँ तपाईँ त अलि जान्नु 4 रुपियाँ पाथी मकै जाने मैले 4 रुपियाँ कि 3 रुपियाँ 4 रुपियाँ यो तल आएर लगौँ 4 रुपियाँ पाथी मकै रक्स बिना लाल लाग्छ भने रात्या लगियो मकै रात्या 3.5 रुपियाँ 7 मोर 3.5 रुपियाँ मानो रक्सी थियो अहिले 80 रुपियाँ मानो अहिले कसरी छ 80 रुपियाँ मानो ए मेरा बा 70 80 रुपियाँ मानो उठेर कसरी थियो 3 मोर 3 रुपियाँ 1 मोर 7 मोर 3.5 रुपियाँ 3.5 रुपियाँ भन न आज 80 रुपियाँ भयो 80 आएको मेरा 5 रुपियाँ पाकेट सिगरेट थियो अहिले कति भयो 50 रुपियाँ न 60 रुपियाँ पाइट सिगरेट त आफूले खाइन्न अब कति भयो यस्ता जमाना थिए बा म आफै दङ पर्छु के सोद्धाखेरि नखाए पनि यसो कले किनेको सुनिन्छ नि आफै दङ्ग पर्छ हो यस्तो जमाना थियो यस्तो भयो भन्ने सूचना आउँछ नातिना छन् कुरुङ खोलाको बाटो हिँडियो खाली खुट्टा कुरुङ खोलाको खाली खुट्टा भुल्किएर पानी निकालेछ मिसिन जुत्ता लगाएर कि खाली खुट्टा हो जुत्ता लगाइयो जुत्ता थिएनन् कहाँ थिएन खाली खुट्टा सादाको चप्पल लाउँथे त्योसम्म अलिअलि लाग्यो अहिले जुत्ता जाँठा कति चाहिने कपडा बुटुल गइयो खाली खुट्टा बुटुल पुग्यो आइयो कुन बाटो जानु यो 7 मिरेर खोला होइन यता भकरलुङको बाटो सिधुरी आम टिपुरी हो यत्रो बाटो खकन यहाँ छ जाले ढोका यहाँ छ 15-20 जना लाइन लगाएर जाने एउटा खौला आयो भने सबै जाने हो त्यसै यसो हिँड्ने हो एउटा अगाडि छ जस्तै भेडो होइन भेडो एउटा गयो भने सबै लगेर जान्न त्यस्तै ढाक्रे थियो कपेरा बस्ने बाटा सुत्ने त्यहीँ पकाउने काँडा कोडी जम्मा पारेर त्यहीँ पकाउने सिन्की पकाउने भात पकाउने त्यहाँबाट चम्मा खाएर सुत्ने त्यहीँ बाटा उहाँ गएर के ल्याउने भन्नुहोस् एउटा तेल एउटा नुन बस अरू के खाने खर्च गरेर लाने हो रोटा पकाएर फापरका रोटा अर्का रोटा दिउँसा नास्ता खानलाई जता पानी छ उतै बस्छन् ढाक्रे बसेर सबैले नास्ता खाने त्यहाँबाट लहर लाएर हिँड्ने राति हिँड्ने दिउँसा चाहिँ आराम गर्ने तर दिउँसो त घाम हुन्छ राति शीतल हुन्छ बाटो देखिन्छ जुन लगाएका हुन्छ जुनेले रातमा बाघले खाना के को बाघले खाओस् त्यत्रो जना पनि जङ्गल बाटो यस्तै उकालो ओह्रालो रातभरि हिँड्यो त्यो उकालो हिँड्छ त्यहाँ जाने सम्म सुत्ने त 2-3 घन्टा बचत बजान जाम हिँड्नुस् कहाँ लुङछा
यहाँ अहिले पैसा छैन तिमीले अहिले 200 रुपियाँ दिदीलाई जाम भन मसँग अहिले पैसा छैन त्यस्ता जमाना थिए रातभरि हिँडिन्थ्यो राति यहाँ पानी बोकेर खाइन्थ्यो अहिले त गोविन्दले पनि जाने क्या जाने हे जाने झुटो कुरो गरिदिएको छैन कि भएको कुरो तर यो नबुझे नदेखे नजानेकालाई अचम्मै छ यिनीहरूले गफ गरेका होइन राति यहाँ पनि कसैले पानी बस्छ खाली खुट्टा पनि बटुली गरेर कसैले नुन तेल ल्याउँछ आज यो जमाना यहीँ दैलो अगाडि आउँछ यो नभएको कुराहरू नभएकाले मैले पनि भन्छु अर्काले पनि भन्छ सिरुङ्गामा ट्र्याक्टर आउँदा 700 रुपियाँ कुइन्टल चामल मोटो हो हरिमेघराजले दोकान गर्दा 700 रुपियाँको 1 कुइन्टल चामल 100 किलो हो 700 रुपियाँको 100 कुइन्टल 100 किलो 100 किलो आज 700 रुपियाँ त केही पनि आउनु यस्ता जमाना आएपछि के हो खाने के हो बस्ने सुन्दा सुन्दै बाउ लाउँदा मन छ अहिले चिठी लेखेर उहाँ इन्डिया आसाम तपाईँको उहाँ दिल्ली पन्जाब पठाउँथे हो 1 साता 10 दिनमा खबर आउँथ्यो 12-15 दिनमा अहिले दिनदिनै यता गए पनि यहाँ हेलो यता गयो भने हेलो त्यति छ दाजु त्यति बोल्न पनि कति बेर भएको छ अझ मान्छे देखेर मान्छे त कुरा गर्ने हो यहाँ म घाँस काट्न जाने उहाँ कहाँ जाने यो चाँडीघर फोन भन्छ हो यस्तो जमाना यस्तो जमाना यस्तो आयो अहिले सुविधा छ बुवा सुविधा महामारी छ कहीँ जान पर्यो चाहियो नोट चाहियो आउँछ कहाँबाट आउने कहाँबाट यहाँको जहाँ छैन अब सेता टोपी लगाइयो ननसुत्का हो जाने यिनी जाए यिनी टालेर हो अहिले कपडा जाँठा यतै छन् अब कतार लगाएर राख कपडा यति चेट्यो भने फाल्छन् कपडा यति छ केटाकेटीले यति चेट्यो भने फाल्छन् यति जुतो चेट्यो भने हुर्राउँछन् कपडा धेरै भयो टालेर लगाइयो कपडा धेरै भयो यो लाउने कि अर्को लाउने कुन लाउने कति छ कति कत्रा आउँदैन कपडा ल्याएन कोडकुरा उत्तेजन गोटा उत्तेज आँटिया उत्तेज त्यो कपडा जता हेर कपडा यहाँ त्यो पैसाले आएको नि लगेर डढाल्छन् त्यो पैसा डढालेको हो कि कपडा डढालेको हो भन्नुहोस् त अब उति बेला भैँटा मडुला चौठा यिनी चालु थियो ठेका काठको अहिले प्लास्टिकका गिलान प्लास्टिकका थैला भैँटा गए हराए काठका भाँडा गए कति दिनमा आउनु नि त नुन लिएर 6 दिन जाँदा 2 दिन चाहिँ उहाँ पुगिन्छ 1 दिन उहाँ बसिन्छ अब सबै त्यहाँ चाहिँ त्यो नुन किन्न पर्यो तेल किन्न पर्यो सबै जम्मा गर्न पर्यो त्यहाँ तपाईँलाई भन्छु उहाँ माता गिलासमा चहा दियो अब यिनी पहिले हामी त नगएका त्यो थपक्क राखेन अहिले माग्न आउँछ भने थपक्क राखियो त्यो माटाको भाँडो चहा त खाइयो अब के भन्छन् केही देशीतिर यिनी पुराना मान्छेतिर गएको त्यहाँ अहिले आउँछ त्यो राखे नि थपक्क माटो मोटो ऊ पनि कति राम्रो यत्रै त्यहाँ चहा थपक्क राखियो त्यहाँ त केला आऊ तिमीले त मजाक गरेका रहेछन् राखिराखियो त्यहाँबाट उहाँ घरलाई डोका राख्यो नि आउँछ साँच्चै भने हाल्नु त्यो लगेर हेर्दा फाल्ने चिज हो त हामीलाई थाहा भएन त्यहाँबाट राख्दा साँझ राति भयो आएन त्यहाँबाट आफू कुरान लाग्यो त्यहाँबाट हामीले निकालेर फालिदियो त्यो चाको भाँडो त्यो त्यस्तो जमाना थियो कि उसमा लिएर आउँथ्यो यत्रो टङ्कीमा चिया भने के हो हामीलाई थाहा थिएन कि उहाँ गएर थाहा भयो बुटुल गऱ्यो चिया त हाल्दा नुन हालेर खाइयो नुन हालेर चिनी नै फुदो हाल्ने दिगाममा राम हुन्थ्यो दिगाममा 34 वर्षमा हिँडेर जाने गुड खाइन्थ्यो गुड हो अरू थिएन गुड पनि सस्तो थियो गुड थियो है त्यस्तो जमानाको अहिले त जे खान्छु भने छ पैसा चाहियो हिँड्न दुःख भयो पैसा भए लो म वहाँ जान्छु गाडी रिजर्भ गरिदिनु भनेपछि आनन्द
आफू हुनुहुन्न जेठाजीले छुनुहुन्न आफू हुनुहुन्न जेठाजीले छुनुहुन्न आफू छैन चेमा चढ्ने यसो भयो आफू भनेको पैसो हो जेठा अब जेठाजी बुहारी छैन भएन बुहारीले बुहारीले अब पैसा नभएको मान्छेलाई जेठाजुलाई नछौ आनन्द के खाँचो कुरो त बुझ्नुहुन्छ नि तपाईँले त्यस्तो जमाना काँडो खेटो पुरानो मान्छे पत्ती पाइन्न चाहिँ दारी फाल्ने ऊ कामेली बनाएको हुन्छ नि पर्दा फलामको छुरी त्यसले फालेको देखेँ मैले छुरा 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 हो छुराले फाल्थे कपाल पनि छुराले फाल्थे दारी पनि छुराले फाल्थे अझ त बिलेड छन् नआइ छ कि सबै नयाँ आयो लाज त जानु होइन तपाईँ त गएँ म त सानै बालखाइमा कहाँ जानु हो म गएँ यहाँबाट गएँ पाल्पाबाट तपाईँको पाल्पासम्म हिँडेर गएँ यहाँबाट मेरो माल परो अर्घाखाँची छत्रगञ्ज खैरेनी हेर्नुहोस् अर्घाखाँची खैरेनी त्यहाँबाट मामासित उनको सरकारी नोकरी त्यहाँबाट गएँ म यहाँबाट पाल्पा गएँ हिँडेर पाल्पाबाट बस आएको थियो पिउज गरेको थियो है पोखराको बाटो बुटोलको पाल्पाबाट तपाईँको बुटोल गएको 7 रुपियाँ थियो 7 रुपियाँ भन्दा महँगो भयो त्यहाँबाट पाल्पाबाट पोखरा गइयो पोखरा गएपछि बहुत जाडो भयो त्यहाँबाट हानिएको वहाँ गइयो काठमाडौँ गइयो काठमाडौँ गएर माछा दाल खाएर दिनदिनी माछा दाल खाँदाखेरि चिसो भएर छेरपटी लाग्यो त्यहाँबाट त्यहाँ छेड्दा हैरान भयो त्यहाँबाट फेरि केबुल बारमा चढेर वहाँ बिचमा के भन्ने ठाउँ रेल त्यहाँबाट उता रेल जाने दार्जिलिङ हो के भन्ने त्यहाँबाट बनारस गइयो बनारसबाट कलकत्ता गइयो कलकत्ताबाट तपाईँको टाटा गइयो टाटाबाट कलकत्ता गइयो कलकत्ताबाट फेरि नोकरी गरेर 25 रुपियाँमा 3 वर्ष तनखा 25 रुपियाँ थियो हजुर खाएर घर खाता कोठीमा है बङ्गालिया घरमा हजुर त्यहाँबाट त्यहाँ चाहिँ नि भयङ्कर ठाउँ छ 110 तला बिल्डिङ त्यहाँबाट चाहिँ नि डराउनु होइन डराइन त्यहाँबाट उनीहरूले मलाई घुमाउन लान्थे गाडीमा कारमा ठुल्ठुलो नदी समुद्रमा साँझमा घुमाउन लान्थे उनीहरूले जे खान्थे उही दिन्थे मलाई पुरा बोल्नुहुन्थ्यो पहिला त मैले बुझिनँ पछि मैले फेरि यहाँको बिर्सेँ नेपाली उनीको सबै सिकेँ त्यसपछि मामाहरू हुनुहुन्थ्यो सरकारी नोकरी ब्याट्री बन्दोबस्तको त्यहाँ त्यस कम्पनीमा लाग्छु भनेको जनतन पछि त पाएको थिएँ सही गरेको सही चापेको नोकरी 1 वर्ष पैसा कति चाहियो घर पठाइदिए बहादुर त नजा घर तेरो जिन्दगी बनाइदिन्छु तँलाई पछि सुतेर खाना पैसा पुग्छ भनेको थिएँ बडो मालिकले त्यहाँबाट मलाई के हो बिहान 6 बजेबाट यहाँ ताला चाबी यति ताला चाबी छन् भित्र काम गर्ने मान्छेलाई यसो हात लगाइदिनु पर्ने बाहिर निक्लन केही लय कि भनेर भित्र चौकीदारी अब बिहान 6 बजेबाट साँझ पुर्जी यस्तै बसिरहने हेर्नुहोस् गेटमा फ्याक्ट्रीमा कि त्यहाँबाट 1 वर्ष गरेँ त्यहाँबाट त सुरुमा 3000 दिएको थियो त्यहाँबाट यो पछि बढ्दै जान्छ हर साल फोन काटेको पैसा काटेर पनि तेरो चाहिँ नि 25-30 हजार रुपियाँ हुन्छ तलब फोन काटेको चाहिँ नि पछि फेरि रिटायर हुँदा भसक्क पाउँछस् पछि बुढेसकालमा खाना हुन्छ पैसा नजा भनेको त मलाई बिहान 6 बजे 7 बजे बस्ने हो यसो पैसा साटिदिने चिया ल्याइदिने हो नजिकबाट त्यहाँबाट मलाई आँखाले हेर्न भएन गर्मी ठाउँ बहुत त्यहाँबाट त आँखाले हेर्न भएन मान्छेले भित्र पसेर के ल यहाँ पैसाका गाडी कडार छन् कि भित्र अफिसमा कि दफ्तरमा अफिसमा मालिक बस्नुमा त्यहाँ त म जिम्मेदार त उसको चौकीदारको हुन्छ त्यहाँबाट भलिहान हरा मेरो मामालाई पक्रन्छ भनेर मैले त्यहाँ ड्युटी दिन सकिनँ मलाई आँखाले हेर्न भएन रातभरि पनि त्यही हो रातभरि गर्न परेन बिहान 6 बजे साँझ 6 बजे गरेपछि भयो त्यहाँबाट राति जहाँ गयो नि भयो सुत्ने खाने कहाँ आउँथ्यो उही फ्याक्ट्रीभित्र सलिलो पैसा नलाग्ने मेलो बर्मा मैले सम्झन्थेँ 1 साता 10 दिनसम्म पूजा हुन्थ्यो दुर्गा पूजा त्यो माटाका खेताको माटाका तिनी हात खुट्टा बनाएर 4वटा हात खुट्टा बनाएर तिनी बाहिरबाट सुनको कलै चाँदीको कलै लाएर त्यहाँ पहिला परालको बनाउनु त्यसबाट माटाको लेसेर त्यहाँ तपाईँको बाजा बजाउँदै लगेर नदीमा
उसका पूर्णियाका दिन